भेन्डी चाहिँ यहाँ रहेछ राम्ररी भएर बसिरहेको छ आइता चाहिँ खानु खानु मान्छेको हाला त्यस्तो भइसक्योहरू चाहिँ यो उकालो यो माथिको देख्दै हेलो गाइस वेलकम ब्याक टु द ब्लग हामीसँग चाहिँ अहिले सचिन छ होइन अनि अहिले चाहिँ हामी मकन जाँदैछौँ बिहामा 9 बजी जानुपर्ने 10 साढे 10 11 बज्न आँटिसक्यो तर पुरा भिड भइरहेको छ यहाँ चाहिँ छ लक्ष्मी यसले ढिलो गरेको सबसे बेसी ढिलो गर्ने चाहिँ हो 9 बजेको टाइम दिएर कति बजी आएको त 10 बजी यहाँ हाम्रो गीता दिदी हुनुहुन्छ राम्री भएर हेलो गीता दिदी हेलो भनिदिनु नि सुनिस् के रियाक्सन निशा जानु भएको दिदी चाहिँ दिदी झन् 9 बजी आउनु भएको होइन हाम्रो सुशीला रेडी भएर राम्री भएर आइसकेको छौँ है उहाँ चाहिँ हुनुहुन्छ तपाईँहरूको फेभरेट मिस अनुष्का राई होइन सेवाने राई नि भएर आएको रहेछ राम्री भएर आएको रहेछ म्याडम चाहिँ अघि आउनु भएको थियो साडी उल्टा लगाइ पठाएर फेरि गएर सुल्टा भनेर आउनु भएको अरे चाहिँ हाम्रो गिफ्ट गाडीमा हाल्नुको लागि हेरेर जाँदैछौँ यो होइन लानुपर्ने उयो सेतो 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 भाइ गिफ्टलाई लोडिङ गर्दै यो रहेछ हाम्रो गाडी यो हाम्रो निरु दिदी ब्युटिफुल भएर आउनु भएको रहेछ नक्कल पार्नुमा 10 घन्टा लाउनु भयो होला अनि ढिलो आउनु भएको होला हो होइन ए हाम्रो सामान उयो हुँदैछ लोडिङ हुँदैछ होइन यहाँ छ हाम्रो दिलु दिदी यहाँ छ हाम्रो प्रेरणा यहाँ छ हाम्रो वन्दना दिदी राम्री राम्री भएर आएकी रहेछ हाम्रो केटीहरू त ढिलो आयो नि तिमीहरू हाम्रो सोकेस पनि प्याक भइसक्यो होइन यो सोकेस किन दिएको अरे भन्दाखेरि चाहिँ यसले भनेको चाहिँ के भन्छ सोकेस दियो भने चाहिँ आइतले जति नि गिफ्ट बिहामा पाउँछ हो त्यो गिफ्ट चाहिँ सबै सोकेसमा राख्नु अरे अनि त्यही कारणले सोकेस दिएको अरे अनि यो सोकेस दिएको अब चाहिँ हामी गाडीमा चढेको जानुको लागि आइतको बिहामा ए प्रब्लिसु यस्तो लुगा लगाएर यहाँ आउनु भनेको चाहिँ अहिले चाहिँ हामी बिहामा जाँदैछौँ नर्थ सिक्किम अमिथाङ साथीको बिहामा त्यहाँ चाहिँ गएर हामी सुँगुरको मासुमा पल्केर तपाईँहरूले हेर्दै गर्नुहोस् अहिले खाँदैमा चाहिँ हामी सिरवानी खाँदा पिसिसकेको छौँ अनि एकदम रमाइलो गरेर वर्षको बिहा मजाले खाएर आउनेछौँ सबै आफ्नो आफ्नो ट्रेडिसनल ड्रेसमा छ यहाँ चाहिँ सुशीला चाहिँ हामी सुशीलाको त भइरहेछ होइन यहाँ अगाडि राम्रो राम्रो दिदीहरू हुनुहुन्छ यहाँनिर आइला हुनुहुन्छ अनि यहाँनिर तामाङ यहाँनिर चाहिँ म्याडम हुनुहुन्छ एचआर राजाको एचआर म्याडम यता हेर्नु नि एचआर हेर्नु हुँदैन एचआर म्याडम यहाँ चेप्टेर कस्तो भएन अगाडि चाहिँ ह्यान्डसम बेहुला बेली पुरानो बेहुला बेली छ अगाडि पुरानो बेहुला बेली हुनुहुन्छ अनि हामी हेलो गाइस अहिले चाहिँ हामी यहाँ अमिथाङ आइपुग्यो होइन अब यहाँ चाहिँ सबैजना यसरी यहाँ उकालो जानुको लागि रेडी भएर बसिरहेको छ अहिले चाहिँ बजिसकेको छ तपाईँको 1:30 1:30मा चाहिँ हामी बल्ल 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 खोज्दा 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 आइपुग्यो होइन अब हामी उकालो लाग्नु पर्ने हुनेछ यहाँ म्याडमको चाहिँ गिफ्ट भारी भयो अरे बोक्नु सकेन अरे म्याडमले कि लु पक्रा म्याडमको चाहिँ गिफ्ट भारी भयो अरे नि त त्यो त छ किन ल्याउनु भारी होइन गाइस यस्तो उकालो हिँड्ने बाटो छ भने थाहा थिएन उकालो
यो उकालो हिँड्दै गएको ग्रुप चाहिँ सबै हाम्रो ग्रुप हो होइन। उकालो रहेछ, यस्तो उकालो हिँड्नुपर्छ भन्ने कुरा हामीलाई थाहा थिएन। देवी हेलो भन, यहाँ हेलो भन न। मान्छेको हालत त्यस्तो भइसक्योहरू चाहिँ अरू त उकालो चढ्दैछ नि प्रविसु। यो उकालो यो माथिको देख्दै गरेको घरहरू बिहे घर चाहिँ अझै यो खोला तर्नु बाँकी नै छ। ऊ बिसाएको अरे जाऊ जाऊ जाऊ, सबै मैलाहरू भिस्रेछ। भयो। ओ माई गॉड प्रभु, फोन पानीमा बग्छ है। उकालो जाऊ जाऊ। लागी सर होइन। अरे क्या ना है इसमें बियर लाई हो क्या? हेलो गाइस, ये मेरा भाई बड़ा भाई हेलो करिए ना। तो वहीं से दे देती, लाओ सामान दो। नहीं पर्दैन। गाइस हामी चाहिँ फाइनली यत्रो हिँडिसकेर चाहिँ फाइनली आइपुगेर अब एकछिन बसिरहेको छौँ, रेस्ट गरिरहेको छौँ। गरम भयो। स्न्याक्स अनि यहाँ टी आधीपाटी माथि बनाउने दिदीहरू माथि बसेर धमाधम पिरहनु भएको छ। यहाँ चाहिँ खानुहुन्छ, यहाँनिर चाहिँ सबैजना हुनुहुन्छ। यस्तो हुन्छ त्यहीले गर्दा चाहिँ हाम्रो टेबलमा चाहिँ वाचिपा चाहिँ आएन होइन। वाचिपा चिकन पकौडा के रहेछ होइन, त्यो चाहिँ आएन। किनभने चाहिँ यहाँनिर चाहिँ लेखा उयो छ नि, त्यही सेयरै खाले गर्दाखेरि चाहिँ यो भेजिटेरियनले गर्दा झन्डै यहाँनिर हाम्रो पर्कको झन्डै सुँगुरको मासुमा पड्केको चाहिँ छोरी अलि सुसेराले चाहिँ हतार थालिहालेको, यहाँ पनि थालिरहेको छु खुसी भएर। चाहिँ बेला बेलुका गरी आइपुग्यौँ ल। भेन्डी चाहिँ यहाँ रहेछ, राम्ररी भएर बसिरहेको छ। आइता चाहिँ हेलो गर न, हेलो गर न। यहाँ चाहिँ हाम्रो भाइ छ, काले भाइ, हामीलाई नपठिआएको अघि नै। कति बजी आइपुगेको? 12:30 हुन्छ 12:30। आज किन सपनामा झुकी जस्तो लाग्दैछ? आज किन सपनामा झुकी जस्तो लाग्दैछ? म त तिम्रो बेहुला, तिमी त मेरो बेहुली। बेहुली सपना
त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा छुके जस्तो लाग्दैछ आज किन सपनामा छुके हाम्रो फोटो सेसन हुँदैछ लड्छु होला हौ फोटो सेसन हुँदैछ होइन यहाँ चाहिँ हाम्रो त्यागी सर हुनुहुन्छ यो चाहिँ तान्नु पाए चाहिँ हुन्थ्यो यो चाहिँ यसको चाहिँ यसलाई चाहिँ तान्नु पाए हुन्थ्यो गिर्छ थरी थरीको फोटोसुट हुँदैछ यहाँ चाहिँ यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ सुब्बाको चाहिँ च्याब्रुङ यसरी नाच्छ सोल्टीहरू ह्यान्डसम ह्यान्डसम नाच्दैछ तलबाट बनाएको अब चाहिँ यहाँनिर चाहिँ मिठो 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 खाना बनिँदैछ पो भन्दै रहेछु खाँदैछ त केटीहरू भोक लागिरहेछ होइन भोक लागेको खण्डमा चाहिँ यहाँनिर साथीहरू पो हरायो त यिनीहरूलाई भक्कु देखेको आइतालाई त्यहाँबाट देख्दैन रहेछ भयो भयो तिमी पनि जाऊ न
गाइस अब चाहिँ हामी बेघरबाट फर्किँदैछौँ होइन। अहिले टाइम भन्नु पऱ्यो भने चाहिँ कति बज्यो 4:30 भयो होला होइन। यहाँ चाहिँ हिँड्नु चाहिँ बहुत साह्रो छ हिँड्नु चाहिँ सो पुरा गाह्रो छ। खोइ हिल आउनु त आयो होइन जाँदाखेरि कसको हिल भाँच्चेछ है गाइस। हिल भाँचेर चाहिँ यो मान्छे चाहिँ कसरी हिँड्ने होला कुनै पो हो। हामीले ग्रुप हुनुपर्छ पक्का पनि। सुशीलाको चाहिँ खुट्टा पाउने हिँड्नु सक्छ अब बिचारा सुशीलाको खुट्टा बाउडेर बिचारा मेरिनाको हिल भाँचिन्छ कि अर्कोको देखाउँदै थियो उसकै भाँचिन्छ। अलिकति सङ पनि नपारे। भयो तातो नुन तातो पानी चोप्नु सुशीलाको खुट्टा। अम्बिथाङको हिलो र अम्बिथाङको केटासँग बिहा गर्नु भनेको म त गर्दिनँ। सुशीला मेरी तपाईँ पनि बिहा गरेर त्यतै आउने हो। सुशीला भन्दा देखाउनु सुशीला चाहिँ थाकेर अन्त चप्ली खोलेको हुन्थ्यो नि मेरी। ओ लड्ली चाहिँ मेरी मनुले गएर पक्रिनु पर्छ नि। अन्त खोला अर्को बाटो पनि छ जस्तै आइतलाई अर्को बाटो पनि छ होला सायद। उता है मनु ओ मेरी उता झर्ने बाटो छ होला है। भ्यागु त उफ्रिँदै आउँदैछ एउटै बाँदर जस्तो। लिन्छु अहिले चाहिँ हामी म्याक्सिमम आधी घन्टा जस्तो लाग्यो माथिबाट झर्नु होइन। बल्ल बल्ल झरिसक्यौँ। अब हामी चाहिँ फर्किँदैछौँ। अब हामी चाहिँ लाग्दैको घर पुरा गरम भइरहेको छ हामीलाई। हाई गाइस सिन्ताममा भेटौँला अब तपाईँहरूलाई। अहिले चाहिँ हामी चाहिँ यहाँनिर जिरो है यहाँ जिरो आइपुगेको। कसले हालेको जिरो आइपुगेको जिरोमा छौँ होइन। के भन्छ हामीसँग चाहिँ भेज पनि भेज मतलब के अरे भेजिटेरियनहरू पनि गएको थियो नि त। अनि उनीहरूले माथि चाहिँ खाना खाएन अनि त्यसैले गर्दा यहाँ के भन्छौ मेरो डकुमेन्टमा पठाइदिए के भन्छ यहाँनिर चाहिँ उनीहरू खाना खानु गइरहेछ होइन। अनि हामी चाहिँ एकछिन भिडियो बनाऊँ न भनेर चाहिँ निस्किदिएको। ल के भन्छ मेन होइन यताबाट हामी यताबाट आएको। यो चाहिँ आइताको ससुराली जाने बाटो अरे यानि कि माङसुला कि माङसिला आई डोन्ट नो होइन। यो चाहिँ माङसिला जाने बाटो हो रे होइन। अनि यता चाहिँ अमिथाङ जाने बाटो। हामी चाहिँ यता बाटो भएर गएको अब फर्किनुपर्छ हामी यता। अहिले चाहिँ हामी भर्खर निस्केको होइन। इन्जोय पनि मजाले गऱ्यो होइन। तर पुरा थाकेको छौँ। सबैले बिहान उठेर ड्युटी पनि जानुपर्ने छ। आइतबार चाहिँ नयाँ जीवनको धेरै धेरै शुभकामना होइन। अनि यतिले भन्दै आजको हाम्रो ब्लगको एन्डिङ गर्दैछौँ। See you in next vlog. Till then, bye.